everyone, it's me Pratiksha Gimre and it's Sonic Parasuli. And we are going to दोकान भन्दा पनि अलिक हामी डुल्न गएको किनकि उनी चाहिँ फर्स्ट टाइम आएको हुन् हाम्रो घर कता हेरेको फेरि यता हेर न उनी चाहिँ फर्स्ट टाइम हाम्रो घर आएको हुन् अनि कति वर्षको भयो तिमी म 10 पुरा 10 पुरा भइसक्यो तर जन्मदेखि आफ्नो फुपूको घर कहिले आएको थिएनन् हैन तिमीलाई मैले भ्लग स्टार्ट गरेपछि कमिला मार्नु पर्छ त्यही यस्तो छन् त्यही भएर अब हामी जान्छौं गाई बिस्तारै गाईले अट्याक गर्छ नि फेरि डन्डे अट्याक हान्दै हामीलाई गाईले मेरो अब यिनीहरूलाई यो देखाउँदै गर्नु यो चाहिँ घर हो हाम्रो र हाम्रो बाटो चाहिँ अलिक गाउँको बाटो चाहिँ अलिक बिग्रेको छ अहिले यो अस्तिको बर्सातले सबै ढुङ्गा र ढुङ्गी यतिकै निकाल्दिएर वक्क बनाएको छ हरियाली हेर्न सक्नुहुन्छ उँभो छ कि तर उँधो पनि अलिकति तलसम्म जाउँ न तिमीले उँधो पनि देखेको छैनौ नि त क्या आउँदाखेरि हेऱ्यो गाडीदेखि हेरेको थियौ झ्यालबाट त्यसो भए उँभै जाउँ न त आऊ माथि छ दोकान नपुगिन्जेलसम्म चाहिँ भ्यू हेर्दै जानुपर्छ ल ओके आउँदाखेरि गाडीमा चाहिँ कस्तो लागेको थियो भ्यू कहाँ गए जस्तो लागेको थियो कि जङ्गलतिर एकदम मजा आएको छ मजा आएको त सिन चाहिँ राम्रो थियो तर मलाई मजा आयो उफ्रिन गाडीमा यो चाहिँ हाम्रो जङ्गलको सबसे गहिरो जग्गा हो तिमीलाई कसरी थाहा यो बाटो हाम्रो पाखा जाने कहाँ जाने पाखा पाखु हाम्रो मुनि त अरू हुन्छ नि पाखो हो त्यसो छ क्या अरू जग्गा जमिन हो त्यो जाने बाटो चाहिँ त्यो हो घरै देखेन त हो त्यो पाखामा घर छैन नि त खै त बादल ढुङ्गामा लड्छौ नि फेरि खतरा ढुङ्गा छ बादल बाँदरहरू यो हेर यो बाँसको झाङमा निस्केका हुन्छन् कि अहिले छैनन् अहिले छैन ऊ कहाँ हल्लिँदैछ हल्का उताबाट एउटा चाहिँ नोब्रा पनि आउँदो रहेछ जुन फ्री फायरमा नोब भएर पब्जीतिर लागेको छ ऊ यो नोब्रा हो नोब्रा हामी चाहिँ दोकानमा आइपुगिसक्यौँ यहाँ चाहिँ लजार यस्तो गरौँ मेरो भ्लगमा समावेश हुन पाउनु त उसको भाग्य हो भाग्य त्यही पनि यसो गर्छ त्यो अजिना खान्छौ अजिना भनेको नखाने चिज नै अजिना खानु हुँदैन है साथीहरू पियो पनि पिलो बजारतिर रामगोतिर त 10 को 3टा मात्रै दिँदैछ अस्तिदेखि भाउ बढेको नि अबदेखि मिठा मधुको भाउ पनि बढ्ने रहेछ गाइज हामीलाई चाहिँ मेरो भ्लगमा के भन्न चाहनुहुन्छ बिनाजु हजुर के भन्न चाहनुहुन्छ थ्याङ्क यू राम्रो छ भ्लग राम्रो चलोस् सबैले सेयर गरिदिनु होला 10 पैसा कमाउनुहोस् भ्लगबाट 10 रुपैयाँ कमाउनुहोस् वेलकम फ्रीमा छ खाने मान्छे चाहिँ दियो मान्छे नखाने भनेर एटिट्युड देखाउनुपर्छ होइन म दिनु पर्दैन रोल कतिना यो दिल न त रोल त फेरि छेउमा जानु हुँदैन नि यो त खतरा भिड हो अहिले चाहिँ यो बाँसहरूले सबै छेकेको छ कि न यहाँ खतरा भिड छ डर लाग्छ नि तिमीलाई मिठो रहेछ चिप्स मिठो रहेछ त अलमलिने बेलामा अलमलिन्छ नि अहिले यसरी कुदेर आउँछ अक्षय कुमार जस्तो कुद्न खोजेको नि अहिले जानी म थाहा पाउँदिनँ फ्यान पो त हौ बलिउडको फ्यान ऊ चाहिँ अन्तरी मामाको छोरा दिवाकर भन्ने चाहिँ माइला मामाको छोरा यहाँ चाहिँ हामी अब खतरा यहाँ चाहिँ सर्पहरू पनि हुनसक्छ है जोगिएर ल यहाँ चाहिँ सर्प हुने धेरै डर छ खासै त हुँदैन के रै पनि हुन पनि सक्छ नि त त्यही भएर जोखिम त उठाउनु हुँदैन नि त जाउँ ल घर उँधो जानेर कुकुरहरू पनि हुन्छ क्या उँधो छैन मलाई डर लाग्छ मलाई नि टोक्ने खालको कुकुर हुन्छ अनि तिमीलाई त टोकिहाल्छ नि ढुङ्गा निकाल्ने म चाहिँ भाग्छु ल कुकुर आयो भने म पनि ढुङ्गा निकाल्ने ढुङ्गा
ढुङ्गा चाहिँ निकालेर चाहिँ के गर्नु त कुकुरलाई हान्न खोज्ने कुकुर भागिहाल्छ त्यस्तो भाग्दैन क्या सेतो कुकुर छ त्योदेखि चाहिँ मलाई डर लाग्छ सेतो कुकुर चाहिँ अलिक डेन्जर छ त्यो अर्कैदेखि ल्याएको अरू लोकलदेखि त डर लाग्दैन त्यो पनि कस्तो टोक्ने खालको क्या कतिजना मान्छेलाई टोकिसकेको छ त्यसले जाउँ न त त्यसलाई लड्छु नि युटर्न हामी चाहिँ यस्तो राम्रो ठाउँमा आएर बसेको छौँ नि म तपाईँलाई देखाउँछु पर्खिनु लड्यो भने के हुन्छ यो पाखा यो डाँडाहरू राम्रो देखिन्छ यहाँदेखि यहाँ चाहिँ बस्ने चौतारी छ यहाँ ठुलो पिपलको रुख छ बरको पनि छ शीतल छ चुइगम फुलाउन आउँछ दुईवटा फुलाउ त दुईटा चुइगम चाहिन्छ मेरो लागि त हो हामी चाहिँ अहिले जाँदैथ्यौँ तर गाईले बाटोमा बिचमा बसेर उभिएर हान्छ यो गाईले त यति बेस गरी हाल्न त हान्दैन कि रै पनि अब उसलाई अब हानी पुऱ्याउन गएको हो कि भनेर अलिकति अगाडि त बढ्छ नि त डोरी पनि बिचमा छ अब हामी कताबाट जाने माथिबाट जाउँ ल अब 1 2 3 गो गोबरमा टेक्छु है हामी चाहिँ घर आइपुगिसक्यौँ अब हामी जाने मम्मीहरू भएको ठाउँमा हाम्रो घर किङ चाहिँ पुरै कुन आसनमा सुतिरहेको छ हामी जाँदाखेरि पनि गफ थियो अहिले पनि गफ चलिरहेको छ यहाँ चाहिँ माइज्यू मम्मीहरूको आइपुग्यौँ अब हामी एकछिन मम्मीहरूको कुरा सुने किनभने हिजोदेखि मैले सुन्दै भएको छैन क्या माइज्यूहरूको कुरा ला सरी 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 इट्स ओके सरी अनि बाहिरमा हामी गेम खेल्ने खाना खा पछाडि गेम खेल्नुपर्छ यो वाला गेम बाबा